जान्नेलाई छान्ने नारा लिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकजना यस्तो माननीय छिन् जसको हरकत देखेर स्वयं रासोपाका अन्य सांसदहरूले लजाउन थालेका छन्। मै हुँ सत्य, मैले भनेकै सबै कुरा ठिक हो भने चाहिँ गरेर अल्लारे शैलीमा आक्रोश पोख्ने माननीय आशिका तामाङले मंगलबार आफ्नो मान त राखिनन् नै, पार्टीको समेत बदनाम गरिन्। कहिले बाँदरे शैलीले विपक्षीलाई झम्टिने, कहिले आफ्नै सरकारको मन्त्रीमाथि खनिने यी माननीयले मंगलबार मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै संसद बैठक नै छाडेर हिँडिन्। उनको शैली हेर्दा यस्तो लाग्थ्यो कुनै अटेरी विद्यार्थी शिक्षकलाई घुर्क्याउँदै स्कुल बङ्क गरिरहेको छ। उसलाई न पढाइको मतलब छ न कसैको डर नै। कहिले सडकमा तमासा देखाउने, कहिले संसदमै हंगामा मचाउने यी माननीयका कारण रासोपाका सांसदहरू नै लजाउने स्थिति बनेको छ। पछिल्लो घटना मंगलबारको हो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिइरहेका थिए। त्यसै क्रममा उनले सांसद आशिका तामाङले उठाएका प्रश्नहरूको समेत जवाफ दिएका थिए। आशिकाले 37 दिन अघि संसदमै कम्बोडियामा बितेका सन्तोष राईको शव नेपाल ल्याउने विषय उठाएको तर सरकारले जवाफ नदिएको भन्दै सोमबारको बैठकबाट विरोध गरेकी थिइन्। उक्त विषयमा सरकारले जवाफ नदिएसम्म आफूले विरोध गर्ने भन्दै तामाङ बैठक कक्षमा उभिएकी थिइन्। त्यस लगत्तै सभामुख अर्यालले परराष्ट्र मन्त्रीलाई 3 दिनभित्र जवाफ दिन रुलिङ गरेका थिए। मंगलबार परराष्ट्र मन्त्री खनालले विस्तृतमा सांसद तामाङले उठाएको विषयमा जवाफ दिएका थिए। अस्पतालमा तिर्न बाँकी शुल्क, शव गृहको शुल्क र पार्थिव शरीर नेपाल ल्याउन हवाई भाडा सहित करिब $8,000 खर्च लाग्ने जानकारी बैंकक स्थित नेपाली दूतावासबाट आएको उनले जानकारी दिए। धादिङ धुनीबेसी नौका सन्तोष राई अवैधानिक बाटोबाट विदेश पुगेकाले उद्धारका लागि कठिनाई भएको मन्त्रीको जवाफ थियो। वैध रूपमा कर तिरेको पैसा अवैध रूपमा देश छाडेर मृत्युवरण गरेका व्यक्तिको उद्धारका लागि प्रयोग गर्नुपर्ने भएकाले कार्यविधि निर्माणमा केही समय ढिलाइ भएको मन्त्रीको भनाइ थियो। मन्त्री खनालले यसरी जवाफ दिइरहँदा सांसद तामाङ बसिरहेको ठाउँबाट जुरुक्क उठिन्। खनालले जवाफ दिएपछि सभामुख अर्यालले मन्त्रीलाई आसन ग्रहण गर्न आग्रह गरे। केही समयदेखि उभिरहेकी सांसद तामाङलाई देखिरहेका सभामुख अर्यालले मन्त्रीले आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएकाले स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराए। त्यसपछि सांसद आशिका तामाङलाई बस्न आग्रह गरे तर तामाङ बसिनन्। सभामुख अर्यालले तामाङको माइक अन गरिदिएनन्। उनले नियमावलीको व्यवस्था सम्झाउन खोजे तर आशिका तामाङले अटेर गर्दै उभिरहन्। सांसद तामाङ सभामुखसँग सवाल जवाफ गर्दै आफ्नो स्थानमा बल्ल तल्ल बसिन्। त्यसपछि सभामुख अर्यालले सभाको मर्यादामा रहन निर्देशन दिए। सभामुखले यस्तो निर्देशन दिएपछि सांसद तामाङ रिसाउँदै बैठक कक्ष नै छोडेर हिँडिन्। उनले जसरी संसद बैठक छाडेर हिँडिन् त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो मानौ कुनै अटेरी विद्यार्थी शिक्षकलाई घुर्क्याउँदै स्कुल बङ्क गरिरहेको छ। उसलाई न पढाइको मतलब छ न त कसैको डर नै। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदयको आदेश तथा माननीय आशिका तामाङद्वारा सम्मानित सदनमा उठाउनु भएको विषयमा र तथा सम्माननीय सभामुखज्यूले गर्नुभएको रुलिङ को आधारमा म केही विषयहरू प्रष्ट पार्ने अनुमति चाहन्छु। धादिङ जिल्ला धुनीबेसी नगरपालिका वडा नम्बर 9 जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको उपचारको सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा मिति 14 मे 2026 को दिउँसो 2 बजे मृत्यु भई निजको शव हाल कम्बोडियाको नोमफेममा रहेको खमेर सोभियत फ्रेन्डसिप हस्पिटलमा राखिएको छ। निजको अस्पतालमा तिर्न बाँकी उपचार शुल्क र शव गृहमा राखेको शुल्क सहित भुक्तानी गर्दा पार्थिव शरीर नेपालमा ल्याउँदा हवाई भाडा समेत जोड्दा धन्दै $8,000 लाग्ने कुरा खर्च लाग्ने जानकारी राजदूतावास बैंकक स्थित नेपाली राजदूतावासले हामीलाई जानकारी गराएको छ। यसै प्रसङ्गमा मान्यज्यूले यो शव ल्याउने प्रक्रिया अत्यन्त ढिलो भयो भनेर सम्मानित सदनमा साथसाथै प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि उहाँले ज्ञापन पत्र
राख्नुभएको विषयमा परराष्ट्र मन्त्रालयको अत्यन्त गम्भीर ध्यान आकर्षण भएको छ। सम्मानित सदनलाई मैले के जानकारी गराउँ भने नेपालबाट वैधानिक बाटो विशेष गरी श्रम स्वीकृति लिएर विदेश जाने नेपाली नागरिकहरूको हकमा हाम्रो वैदेशिक रोजगार विभागमा इन्सुरेन्स हुन्छ र त्यो मार्फत सब अथवा अन्य राहत उद्धारको प्रक्रियाहरू हामी धेरै सहज ढङ्गले गर्न सक्छौँ। तर अवैधानिक बाटो प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरूको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यो विषयमा हाम्रो सरकार बनिसकेपछि यस्तो खाले अवैधानिक तरिकाबाट अथवा श्रमको वैधानिक बाटोबाट विदेश जानुहुने नेपालीहरूलाई उद्धार गर्नु पर्यो भने नेपाल सरकारसँग त्यस्तो खाले फन्ड थिएन। हामी सरकारमा आइसकेपछि यहाँहरूले उठाउनुभएका विभिन्न गुनासोहरू सुनिसकेपछि र आफूले देखेका विषयहरूलाई पनि हामीले अत्यन्त गम्भीरतापूर्वक लिएर हामीले अर्थ मन्त्रालयसँग परराष्ट्र मन्त्रालयले केही स्रोतको व्यवस्थापन गर्नको लागि भनेर अनुरोध गरिसकेपछि यो वर्ष यही अहिले चालु सुरु भएको आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट 15 करोड रुपियाँ विनियोजित भएको छ र त्यसैको आधारमा हामीले एउटा कार्यविधि बनाउने विषयमा केही समय लागेको छ। कार्यविधि बनाउने विषय मान्यज्यूले निवेदन गर्नुभएको जस्तो मैले यहाँहरूलाई विश्वास के दिलाउन चाहेँ भने हामीले अल्छी भएर गर्न नचाहेर नभएको विषय होइन। यो अलिकति गम्भीर विषय पनि छ र म सम्मानित सदनलाई के विषयमा अलिकति घोत्लिन अनुरोध गर्छु भने हामीभन्दा अत्यन्त सम्पन्न पश्चिम देशका मान्यज्यू आफै जुन देशमा लामो समय अनुभव गर्नुभयो त्यो देशको पनि उहाँहरूले अध्ययन गर्नुभयो हुन्छ। यसरी अवैधानिक अथवा कतिपय अवस्थामा आफ्नै खर्चमा विदेश गएका आफ्नो नागरिकहरूलाई राज्यले यसरी करदाताको पैसा प्रयोग गरेर उद्धार गर्ने गरेको देखिँदैन र हामीलाई यो एउटा ठुलो मोरल पोलिसीको चाहिँ मोरल क्वेसन मोरल ह्याजर्ड्स अफ पोलिसी भन्छ। हामीसँग यो पैसा त आयो तर यसको प्रयोग कहाँ गर्ने कहाँ नगर्ने कसरी गर्ने कसरी नगर्ने भन्ने कुरामा चाहिँ हामीले अत्यन्त गम्भीरतापूर्वक सोच्नु पर्यो। नेपालमा धेरै नेपाली नागरिकहरू जो विदेशमा जानुभएको छ विभिन्न कारणले उद्धार गर्नुपर्ने देखिन्छ। कतिपय सेल्टर्सहरूमा पनि महिलाहरू धेरै हुनुहुन्छ, औषधि उपचारको रूपमा कोमामा हुनुहुन्छ कतिपय ठाउँहरूमा। अब सब व्यवस्थापन गर्नुपर्ने विषय त छँदैछ अथवा चाहिँ कतिपय ठाउँमा लिगल रिकोर्सको लागि पनि उहाँहरूलाई सपोर्ट गर्नुपर्ने अवस्था छ। तर सीमित स्रोत छ। हामीले पछिल्लो 4 महिनामा मात्रै वैशाखदेखि 160 वटा जति हामीले सब नेपाल ल्याएका छौँ। 860 जनाभन्दा बढी नेपालीहरू कम्बोडियामा जहाँ नेपालको श्रम सम्झौता पनि छैन, भिजिट भिजामा जानुभएको छ, स्क्याम सेन्टरमा काम गरेको 860 जना नेपाली नागरिकहरूलाई हामीले कम्बोडियाबाट पछिल्लो केही महिनामा ल्याएका छौँ। तर हाम्रो सीमित स्रोतको प्रयोग कहाँ गर्ने त? हरेक दुःख परेको नेपालीलाई मानवीय दृष्टिकोणले हेर्दा प्रयोग गर्नुपर्ने देखियो। तर फेरि सरकारको दुईटा प्रमुख दायित्व हुन्छ। एउटा आफ्नो नागरिकको संरक्षण गर्नुपर्ने, अर्को फ्युडिसरी रिस्पोन्सिबिलिटी करदाता कानुनी रूपमा वैध रूपमा करदाताले तिरेको पैसाको संरक्षण अथवा सही ठाउँमा प्रयोग गर्नु पनि उसको दायित्व हुन्छ। संसदले किन बजेट पास गर्छ भने हामीले सरकारले गरेको काम गर्न खोजेको कामको कर सही ढङ्गले कमाएको मेहनत गरेर कमाएर करदाताले तिरेको पैसा कसैले चाहिँ सरकारले नगर भनेको काम गर्यो भने गैर कानुनी काम गर्यो भने त्यसलाई उद्धार गर्नलाई प्रयोग गर्ने कि नगर्ने त? त्यो मोरल एथिकल डिमेन्सन छ पोलिसी हो। मानवीय ढङ्गले गर्नु पर्यो, आफ्नो नागरिकको उद्धार गर्नु पर्यो। तर वैध रूपमा आर्जन गरेको सम्पत्ति अवैध क्रियाकलापलाई प्रोत्साहित गर्छ कि? जति हामीले चाहिँ वैध रूपमा ट्याक्स कलेक्टरबाट लिएको पैसा चाहिँ अवैध क्रियाकलापमा झन् उत्साहित पो बनाउँछ कि हाम्रो सरकारको निर्णयले भनेर हामी अलिकति घोत्लिन चाहिँ पक्कै परेको विषय भएर हेर्दा अत्यन्त सहज गरिदिए त भइहाल्थ्यो नि, किन ढिलो गरे होला भन्ने विषयमा चाहिँ अलिकति हामीलाई यो कार्यविधि बनाउन समय लागेकै हो। यो विषय अत्यन्त गम्भीर थियो र मलाई लाग्छ सम्बन्धित सदनले बुझ्नु पनि पर्छ र घोत्लिन पनि पर्छ। किनभने अल्टिमेटली हामी जनप्रतिनिधि हौँ
र हाम्रो करदाताले दिएको पैसाको सही ठाउँ उपयोग हुनुपर्छ भन्ने कलेक्टिभ सामूहिक जिम्मेवारी पनि हाम्रो हो। त्यो भन्दै गर्दाखेरि हामीले एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौँ। त्यसमा सब फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौँ। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौँ। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। त्यसपछि उपचारको क्रमबाट विशेष बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्थामा एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ र त्यो हामी कहाँ आउने बित्तिकै म चाहिँ हाम्रो यो परराष्ट्र मन्त्रालयले स्वीकृत भएर आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको सब नेपाल ल्याउनु पर्नेछ। त्यसमा हामी अगाडि बढ्छौँ भनेर मैले सम्मानित सदनलाई जानकारी गराएँ। धन्यवाद। मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। मान्य मन्त्री आसन ग्रहण गरौँ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसौँ। मान्य सदस्य, हाम्रो नियमावलीले मान्य सदस्य हाम्रो मान्य सदस्यलाई मैले बोल्न समय दिएको छैन। बसौँ। मान्य सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु।